It's time to close the shop. पसल बन्द गर्ने बेला भयो। पसल बन्द गर्नुभन्दा अगाडि चाहिँ मैले के गरेँ है, लेट्स सी। मेरो ज्ञानी भाइहरू अलि चकचक भएर यसो माया गरेँ अलिअलि। डर लाग्दैन? यो के हो? हेलमेटको उता लगाएर हिँड्ने? अनि भक्कै क्यामेरा भक्कै अनि भक्कै कामबाट आइरहेको हेर न त्यो क्युट देख्यो बुढलाई माया गर्यो भने के पाउँछ क्युट थिङ्कमा कचौरा पाउँछ खानेकुरा भने कि क्युट थिङ्कमा खानेकुरा पाउँछ तो भोक लागिरहेको थियो अनि मोमो खाएँ मैले गम यो चाहिँ लसुन सादेको फ्राई गरेको मेरो अर्डर हैन यो दाइको अर्डर हैन रहेछ अनि अब कता हो टेबल खोज्दै गयो म लसुन 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 काका लसुन नाम के हो यो टाउको खसीको अनि त्यसपछि अर्को यो खसीको टाउको अर्डर आएको थियो अनि यो पनि पुऱ्याउन जाँदैछु म कहाँ हो यो यहाँ हो यहाँ के यहाँ त्यसपछि फेरि यो पोलेको मासुलाई स्टिम गरेर अब फेरि अर्को अर्डर रेडी गरेँ फेरि अर्को खसीको टाउको सर्भ गरेँ खोइ छोइला मात्र छ त बाग्लो बुढी दिन्छ रे बाग्लो बुढी छैन अनि त्यसपछि बाग्लो बुढीको अर्डर आएको भएर बाग्लो बुढी फुट्नतिर लाग्यो म यो चाहिँ बाग्लो बुढी हो यो लसुन पनि फेरि सेकेन्ड टाइम अर्डर आएको भएर फेरि फ्राई गरिरहेको छु म यो मिठो लाग्यो जस्तो त्यही 12 बनाउनलाई कचौरा रेडी गर्दैछु म अन्डा 12 अर्डर आएको थियो 12 हालेँ मैले अनि यसमा नुनसुन बेसार सेसार के हाल्नुपर्ने हालेर ट्याक्क रेडी गरेर तावामा मसला रेडी भएर राखेको छु प्याकिङ हो 12 तीनटा प्याकिङको लागि भनेर रहेछ अनि फेरि यो 12 फिर्ता ल्याएर मैले प्याकिङ गर्नलाई अर्को दुईटा 12 बनाएँ मलाई भनेको थियो त तीनटा सादा गरेर प्याकिङ भनेर 12 प्याक गरेर अनि फेरि पापड पोल्नु पर्यो रे पापड पोलेको यता मम्मी चाहिँ मोमो डल्लो बनाउँदै रहेछ अनि म पनि ट्याङटुङ 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 मोमो डल्लो बनाइदिएँ कस्तो कस्तोमा बनाउँछ मान्छेले मोमो यो के थाल यो चाहिँ भिजाको गेडागुडीहरूलाई स्प्राउट्स निकाल्नलाई रेडी गर्दैछौँ हामी अहिले यो चाहिँ लास्ट अर्डर आजको मोमो होटेलको काम सिद्धिएपछि चाहिँ अनि खाना खानलाई यो तरकारी रेडी गरेँ बुढी र म मिलेर काम सिद्धियो त्यसपछि मैले गम लाएर भात खाएँ ल्याम लाएर अनि माझेको भाँडाहरू घोप्टाउनु पर्यो भनेर यसरी ऱ्याकमा मिलाएर राखेँ भाँडा पनि माझिसक्यो मान्छेले खाएको बुढीलाई चाहिँ एउटा बोतल मन पर्यो भन्ने थियो जाडोमा तातो पानी हाल्नलाई अनि त्यो बोतल चाहिँ सरप्राइज दिन लाग्यो अब रियाक्सन हेरौँ है त मगाएर मात्र हुन्छ मेरो बोतल यहाँ 200 मात्र लिएको छ अनि 700 रुपियाँ लियो यो सबभन्दा सस्तो तातो पानी खाने हुन्छ तातो चिसो सबै मिल्छ यसमा कस्तो साइनिङ पो रहेछ त्यो यो यसमा सबभन्दा बेस्ट पार्ट के छ बाबा थाहा फिल्टर छ के यो फिल्टर हो यस्तो फिल्टर हुन्छ जालले अनि चिया पनि खानुहुन्छ नि चिया पनि बोकेर जानुहुन्छ